हेलो गाइस नमस्ते म शिव कुमार आज म तपाईहरुलाई क्रिप्सी करेन्ची लोटस बनाएर देखाउने छु ल सबभन्दा पहिला हामीले लोटसलाई कर्नफ्लावरमा डस्टिङ गर्नुपर्छ डस्टिङ गरिसकेपछि हामीले तेलमा फ्राई गर्नुपर्छ फ्राई गरिसकेपछि हामीले सानामा फेरि लोटसलाई यसरी निकाल्नुपर्छ निकालिसकेपछि हामीले यसमा हामीले अलिक तेल हाल्नुपर्छ तेल हालिसकेपछि हामीले गार्लिकलाई अलिकति तेलमा भुन्नुपर्छ भुनिसकेपछि हामीले यसलाई चिली पेस्ट होममेड चिली पेस्ट बनाएको छौँ होममेड चिली पेस्ट अलिकति लगाइसकेपछि हामीले यसमा टमेटो केचप पनि टचिङ गरेको छौँ हामीले टमेटो केचप आफूले नै बनाएको त्यो बनाइसकेपछि हामीले यसमा अलिकति हामीले भेजिटेबल स्टक वाटर छ त्यो लाउनुपर्छ लगाइसकेपछि हामीले हल्का सिजनिङ गर्नुपर्छ सिजनिङमा सुगर सल्ट व्हाइट पेपर गरिसकेपछि हामीले यसमा जब सिजनिङ गरिसकेपछि हामीले यसमा फेरि जुन अघि फ्राई गरेको लोटस छ लोटसलाई हामीले यसमा लाउनेछौँ लगाइसकेपछि हामीले अलिकति माथिबाट चिल्ली ओइल टचअपको लागि लाउन सक्छौँ लगाइसकेपछि हामीले क्रिस्पी लोटसलाई फेरि 2 खेप या 3 खेपसम्म मात्रै टच गर्नुपर्छ चाहिँ फेरि बेसी टच गऱ्यो भने के हुन्छ सोकै हुन्छ सोक भयो भने क्रिप्सी हुँदैन र हामीले फेरि प्लेटिङ ल्याएर हामीले प्लेटमा लाउनेछौँ लगाइसकेपछि हामीले वालनट हामीले सुगर क्यानमा क्र्याम्बल गरिसकेका छौँ त्यो गरिसकेपछि हामीले जो लोटस हामीले प्लेटमा राख्छौँ गेस्टलाई सर्भ गर्नु लागि त्यसमा चाहिँ हामीले वालनट लगाएर स्प्रिङ अनियनलाई गरेर हामीले गेस्टलाई सर्भ गर्छौँ र मैले बनाएको क्रिप्सी लोटस तपाईहरुलाई कस्तो लाग्यो अगर मन पर्यो भने जस्ट लाइक